सबैलाई नमस्कार। म भ्याली टिचर एन्ड जब सेन्टर पुतली सडक चोक काठमाडौँ भरत तिवारी। मैले आज दसैँ अगाडि पछाडिको भ्याकेन्सिजहरू लिएर आएको छु। अब यसमा चाहिँ के छ भने तत्काल आवश्यक पर्ने र दसैँपछि आवश्यक पर्नेहरू पनि छन्। तत्काल चाहिँ कोटेश्वरको लागि सेल्समा लेडी चाहिरहेको छ, कपडा पसलमै बसेर सेल्स गर्नुपर्ने हो। र कोटेश्वर एरियामा वेटरहरू पनि चाहिरहेको छ र हेल्पर पनि चाहिरहेको छ। त्यसपछि पुतली सडक बागबजार एरियामा होटल लाइनको स्टाफहरू चाहिरहेको छ। जेन्ट्स बस्ने खाने पनि व्यवस्था छ है। त्यसपछि बाइक लाइसेन्स भएकोलाई डेलिभरी राइडरको लागि छ। बाइक लाइसेन्स मात्रै भएको हुनुहुन्छ भने चाहिँ बौद्धको लागि हो। र बाइक बाइक स्कुटर छ भने चाहिँ कपनको लागि चाहिरहेको छ है। र अर्को कुरा पनि म तपाईँहरूलाई भनिदिइहाल्छु, के छ भने हाम्रो जबभन्दा अगाडि कुनै पनि पेमेन्ट लाग्दैन, फर्म चार्ज, इन्ट्री चार्जहरू केही पनि लाग्दैन। हामीले चाहिँ पछि स्यालेरीबाट चाहिँ 25% लिने गर्छौँ र नागरिकता चाहिँ राख्ने गरिरहेको छ है। भ्याली टिचर एन्ड जब सेन्टर पुतली सडक काठमाडौँ भरत तिवारी। अब होस्टेलमा बस्ने काम गर्ने महिला अथवा पुरुष जोडी कामदारहरू पनि आवश्यक छ। बस्ने खानेको व्यवस्था छ काठमाडौँको यता बागबजार एरियाको होस्टेलहरूमा र लगनखेल एरियाको होस्टेलहरूमा पनि आवश्यक छ। त्यसपछि अरू तपाईँको लेडी सेल्सहरू चाहिँ न्यु रोड एरियामा, त्यसपछि यता लगनखेल एरियामा न्युरोमा सेल्समा चाहिरहेको छ। कोटेश्वरको त मैले अघि भनिहालेँ तपाईँलाई, कोटेश्वरको पनि एकदम यो दसैँ अगाडि है फेरि। र त्यसपछि गेस्ट हाउसमा काम गर्ने स्टाफहरू चाहिएको छ। यता माछापोखरी, गङ्गोबो एरिया र कलङ्की एरियाको लागि चाहिँ बस्ने खाने सुविधा सहितको चाहिरहेको छ। यसरी नै हामीले चाहिँ सेल्समा, पसलहरूमा, होटल लाइनमा, राइडरको लागि जबहरू र टिचरको लागि पनि हामीले लगाउने गरिरहेको छ। रेगुलर टिचरहरू पनि प्लेसमेन्ट गरिरहेको छौँ हामीले काठमाडौँ, भक्तपुर, ललितपुरको बोर्डिङ स्कुलहरूमा। र अब दसैँ लगत्तै अहिले पनि केही स्कुलबाट चाहिँ ल टिचरहरू कोही हुनुहुन्छ भने चाहिँ सम्पर्क गराइराख्नुहोस् है भनेर हामीलाई चाहिँ भ्याकेन्सिजहरू दिइराख्नु भएको छ। अब त्यो हामीले पोस्ट पनि अपडेट गर्दै जान्छौँ। र हजुरहरू चाहिँ अब कतै टिचिङ गर्दै हुनुहुन्छ अथवा नयाँ स्कुलमा टिचिङ गर्न चाहनुहुन्छ भने चाहिँ हामीलाई अब जसरी हामीले रेगुलर सर्भिस दिइरहेको छ त्यसरी नै अबको दसैँ तिहार पछि पनि हामीहरूले सर्भिस दिनेछौँ। तपाईँ कुन सब्जेक्टको लागि हुनुहुन्छ, कुन लेभलको लागि हुनुहुन्छ, कुन लोकेसन हो, तपाईँलाई कुन लोकेसनमा म्याच हुन्छ, इजी हुन्छ, त्यो चाहिँ हामीले हेरेर तपाईँहरूलाई चाहिँ पठाइदिन्छौँ, स्कुलमा पठाउँछौँ। फ्रेसर एक्सपिरियन्स कस्तो हुनुहुन्छ र अपडेटेड सिभी चाहिँ अपडेटेड सिभी बनाएर हामीलाई सेन्ड गरिराख्नु होला। वाट्सएप नम्बर चाहिँ मलाई म्यासेज गर्नुभयो भने पनि वाट्सएप नम्बरहरू मेरो बायोमा छ। बायोमा एड्रेस, हाम्रो अफिस लोकेसन र वाट्सएप नम्बर चाहिँ बायोमा चाहिँ चेक गर्नु होला एकचोटि। भ्याली टिचर एन्ड जब सेन्टर पुतली सडक काठमाडौँ। र अन्तिममा फेरि एकचोटि पनि म के भन्छु भने जब अगाडि हामीले कुनै पनि पेमेन्ट लिँदैन। भ्याली टिचर एन्ड जब सेन्टर पुतली सडक काठमाडौँ, म भरत तिवारी है। मैले जबभन्दा अगाडि कुनै पनि पैसा पेमेन्टहरू, फर्म चार्ज पनि लिँदैन, केही पनि लिँदैन। अहिलेसम्म हामीले त्यसरी नै सर्भिस दिइरहेको छ। र तपाईँहरूले हामीले जतिलाई सर्भिस दिएको छ तपाईँहरूले चाहिँ सबैलाई सोध्न सक्नुहुन्छ। यहाँ हुनुभएकोहरू हामीले सालौँ धेरै वर्षदेखि चाहिँ हामीले सर्भिस दिइरहेको, उहाँहरूको एक्सपिरियन्स तपाईँहरूले बुझ्न सक्नुहुन्छ। फोन नम्बर अब यो कुरा भनिराख्ने कुरा भएन है त, यति नै हो। दसैँ अगाडि पछाडि को इच्छुक हुनुहुन्छ छिटोभन्दा छिटो सम्पर्कमा आइदिनु होला। ल यति भन्दै, र हाम्रो भिडियोहरू पनि हेरिराख्नु होला, कस्तो कस्तो अपडेटहरू आइरहेको छ। अब योभन्दा अगाडिको भ्याकेन्सिजहरू, यो अहिलेको भ्याकेन्सिजहरू र अब आउने दसैँ पछिको भ्याकेन्सिजहरूको लागि पनि अपडेटमा बसिराख्नु होला। हवस्, धन्यवाद।